Hello everyone. अब चाहिँ हाम्रो यहाँ मल बोक्ने काम सुरु भएको छ। यो मल चाहिँ हामी सिबीमा लाउनु पर्ने छ, अस्ति रोपेको थियो र यहाँ चाहिँ म मल बनाउँदैछु। हामी चाहिँ सब्जी बारीमा चाहिँ एकदम गाईको प्योर अर्ग्यानिक मल चाहिँ लाउँछौँ। यो अरू मलहरू युज गर्दैन। यसले चाहिँ एकदम सब्जीलाई पनि राम्रो हुन्छ हो। त्यही भएर हामी चाहिँ गाईकै मल युज गर्छ। तपाईहरु चाहिँ कस्तो गर्नुहुन्छ कमेन्ट गर्नुहोस् है। यो चाहिँ बहिनी र ठुलो बहिनी र सानो बहिनीले लाँदैछ। त्यस्तो बनाउन छैन हौ। तलल पनि लगेर हिँड्छ। उसो मेरो खाना के छ? कान्ति। अहिले भने चाहिँ हामीले मल पनि लगाइसक्यो र अलिकति यहाँ तोरी छर्नु पर्ने थियो र चाहिँ हामीले यहाँ खन्दैछ। हेर्दै गर्नुहोस् गाइस। फाइनली हामीले चाहिँ यहाँ मल लगाएर पनि सकिसकेको छ हो। Thank you everyone. See you next video. Follow for more videos and please like, share and comment on. Thank you.